मजाले विश्लेषण गर्नु पनि होइन। अब केही नभएको व्यक्तिले कथा कविता पुराण भनेर चाहिँ तपाईँहरूको प्रगति उन्नति हुन्छ भने प्रगति उन्नति कसको भएको तपाईँहरूले देख्नुभएको छ? आज एकछिन हाम्रो सरको घरमा चाहिँ पुराण लगाएर 7वटा बाहुन 21वटा बाहुन त्यो पञ्चधानु गाई दिनुभयो। आफूसँग बस्न छैन किनेर ल्याउनुभयो। त्यो 5वटा दिनु पऱ्यो। 5को साथसाथै यहाँ 7जना 5जना मान्छेहरू भेला हुन्छ। उनीहरूले त्यही अनुसारको हामी स्वागत सम्मान गर्नुपर्छ। लोकलाई समाजलाई देखाउनु पर्ने हुन्छ। त्यो समाजलाई देखाउँदाखेरि चाहिँ को रीति हो त? तपाईँ हामी रीति। उनीहरू त केही थिएन, आज बिल्डिङ भयो। आज हेर्नुहोस् जेडा खाले नि हेर्नु भएन उनीहरूलाई त अझै त्यो त हामीलाई दण्ड सजाय हुन्थ्यो। त्यतिखेरको बेलामा के थियो भन्दाखेरि हामीले चाहिँ राज्य हडपिसकेपछि हाम्रा छोरीचेलीहरूलाई बलात्कार गरेर हात बाँधेर गरेको कथा कहानी सुन्दा कहाली लाग्दो। म त रुएँ पनि। त्यस्तो खालको कहाली लाग्दो कथाहरू छ। अब धेरै समय जान्छ, मैले थोरै छोटो लिनु। त्यसो पछाडि अनि हाम्रो सानो सानो दुधे बालुवा पनि काटेर मार्यो। बच्चालाई सबैतिर सिकाउँछ। भोलिको दिनमा यो आमा दिन्छ, हामी पहिले कुदाउनु जान्छौँ भनेर चाहिँ भन्यो। र त्यस पछाडि यसो गरेपछि अनि के गर्यो भने त राज्य हाम्रो 4 बजीसम्म सबै बस्न भने चाहिँ प्राप्त गर्ने। त्यहाँबाट विजय दशमी। दशमी त पहिलादेखि नै थियो, तर विजय भनेर त्यहाँबाट त्यही हाम्रो पुर्खाको सुन राखेर मान्छेको हौसला। त्यो राष्ट्रिय चाड हो, हामीले मान्दा पनि ठिक छ, नमान्दा पनि केही छैन। त्यो मान्नै पर्छ भन्ने पनि छैन, तर मानिल्याएको मान्दाखेरि हुन्छ, खाना हुन्छ त्यो। अनि त्यस पछाडि के भयो भन्दाखेरि अरू बेलाको खसी बोकाहरू कुखुराहरू काट्यो भने बोटुकामा होस्, डालोमा होस्, बाल्टीमा खुन थापेर फुटेर खान्छ। त्यो दिनको चाहिँ खानु हुँदैन। किन भन्दाखेरि चाहिँ काटेर भोक दिन्छ। पुर्खाहरूलाई हामीलाई त्यसरी गरेको थियो। त्यो खुन चाहिँ जुनै जातिले चाहिँ पोखाउँछ। अनि के गर्छ, सानो बच्चाहरूको हात खुट्टा भित्ता भित्तामा